तपाईको आराधना गर्न बनेको छु यही हो जीवनको स्वार्थ मेरो बिहानदेखि हिँडेर आउनलाई त काम गर्नु पनि गाह्रो हो थाकेर कृपाको बारेमा 1 घण्टाभन्दा बढी भन्न सक्नुहुन्छ किन भन्दै गर्दाखेरि चाहिँ त्यो चाहिँ परमेश्वरको कृपाले आज तपाईँ र म यहाँ उपस्थित भएको छौँ त्यो पनि के हो परमेश्वरको कृपाले आमेन अब म तपाईँलाई के बताउन चाहन्छु भन्दाखेरि यहाँ रोमीको पुस्तक 12:1ले के भन्दछ भने यसै कारण भाइ हो परमेश्वरको कृपालाई ध्यानमा राखी म तिमीलाई अनुरोध गर्दछु कि तिमीहरूको आत्मिक उपासनाको रूपमा आफ्नो शरीरलाई पवित्र र परमेश्वरलाई ग्रहण उघ्याउने जिउँदो बलिको रूपमा अर्पण गर। यहाँ जब पनि परमेश्वरको कृपाको कुरा गरिएको छ त्यसपछि चाहिँ के भनेको छ भन्दाखेरि जब तिमीहरू परमेश्वरको कृपालाई चाहिँ ध्यानमा राख्छौ सम्झना गर्छौ त्यसपछि तिमीले चाहिँ के गर आफ्नो शरीरलाई चाहिँ परमेश्वर सामु के गर जिउँदो बलिको रूपमा अर्पण गर। आमेन। आज म तपाईलाई बताउन चाहन्छु अब म तपाईलाई दोस्रो नम्बर के बताउन चाहन्छु भन्दै गर्दाखेरि चाहिँ मैले तपाईलाई के बताएँ पहिलो नम्बर परमेश्वरको कृपा। तपाईको छेउको साथीलाई भनिदिनुहोस् न परमेश्वरको कृपा चाहिँ नभएको भए तपाईँ यो ठाउँमा हुनुहुन्थ्यो भन्नुहोस् त। परमेश्वरको कृपा के छ महान छ। अब म तपाईलाई दोस्रो नम्बर के बताउन चाहन्छु भन्दाखेरि चाहिँ तपाईको जीवनमा परमेश्वरको उद्देश्य छ। आमेन। अब आफूले आफूलाई भन्नुहोस् मेरो जीवनमा परमेश्वरको उद्देश्य छ। फेरि तपाईको छेउको साथीलाई तपाईको जीवनमा परमेश्वरको उद्देश्य छ भन्नुहोस् त। अब म तपाईलाई यहाँनिर रोमीको पुस्तक 12:2लाई पनि म पाठ गर्न चाहिहालेँ। यस संसारको ढाँचामा नचल तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित हो र परमेश्वरको असल ग्रहण योग्य र सिद्ध इच्छा के हो तिमीले जाँच्न सक। जब पनि हामीले परमेश्वरको कृपालाई सम्झना गर्छौँ तपाईँ र म चाहिँ कृपा पाएको मानिसहरू हो। उहाँले तपाईँ र मलाई कृपा दिएको कारण यो अवस्थामा हामी छौँ। जब पनि हामी अब परमेश्वरको कृपालाई सम्झना गर्ने ठाउँ चाहिँ कहाँ ठोकिन्छ भन्दै गर्दाखेरि तपाईँ र मेरो जीवन बलिदान गर्ने ठाउँमा ठोकिन्छ। आमेन। यहाँ पनि काट्दिएको मैले तपाईँ अब अलिकति बस्नुहुन्छ ल म उता फोटो दिनु जान्छु के म उता बस्छु नि एकछिन म हात दिनु जान्छु ल खानाको लागि प्रार्थना गरौँ त एकजनाले प्रार्थना गर्दै प्रभुजी धन्यवाद छ सहायता सुरक्षाहरू प्रदान गर्ने तपाईँलाई धन्यवाद छ यहाँ तपाईँको हामी एकजुट भेला भएर हामी प्रभु अब खानामा लाग्छौँ प्रभु सहायता सुरक्षा दिनुहोस् अनि जे जति हामी यहाँको छु बेला गएको छु प्रभु हामीले कुर्तै हो होइन दुईटा मात्रै ल्याएको दिइहाल्नु पर्यो उहाँलाई कृपा छ नि ल यसमा कलमपालिका एसोसिएसनको कमिटीको आयोजनामा हामी जुन ठाउँमा हामी सङ्गति मिटिङ गर्न जान्छौँ त्यो ठाउँको बाटो सरसफाइ अभियान कार्यक्रम सुरु गरेको छौँ। हामीले गरे जस्तो तपाईँहरूलाई पनि यो गर्न अनुरोध छ। ठिक छ है है भाइ राजा सफा गरौँ गरौँ आफ्नै बाटो आफ्नै माटो
सङ्घको सभा मक्कालो गाउँपालिका जवान कमिटीका अनि टोलीहरूले आज चाहिँ यो पेपुवा भन्ने बाटोलाई सरसफाइको लागि जुटिरहेछौँ है। सबैले मलाई ठग भन्छ होला, म चाहिँ भिडियो बनाउनको लागि गएको है। तो छ बाटो। ल यस्तो भइरहेछ हातहरू झार तानेर। आज चाहिँ हामी मिटिङको लागि गएको, तर चाहिँ अब सरसफाइ गर्दै जाने भन्ने भएर हामी चाहिँ है पर्वतहरूतिर म आफ्ना आँखा उछाल्छु, मेरो गुहार कहाँबाट आउँछ? स्वर्ग र पृथ्वी सृजना गर्नुहुने परमप्रभुबाट मेरो गुहार